सो अलवेज ब्याक टु दिस च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आज चाहिँ बिहानै उठेर चाहिँ चिया खाएर मात्रै फ्रेस हुन्छु भन्ने खालको मुड भयो र चिया खाएर चाहिँ फ्रेस हुनुपट्टि लागेँ र ढिलै नगरिकन कामहरू गर्नुपट्टि लागेँ। र काम भन्दा पनि यहाँ गाईलाई दानाहरू काटिदिनु पर्ने थियो र ढिलै नगरिकन म चाहिँ ड्याङ काटिदिनुपट्टि लागेँ। काट्दै गाई चाहिँ पुरा कराउनु थाल्यो कि अन्त चाहिँ गाई भएकोमा गएर सोधेको के भयो भनेको भोक लाग्यो हेरेर पस्दै गर भनेर चाहिँ आमाले रेडी गर्नु थाल्यो। र ढिलै नगरिकन म पनि यसको हगेकोहरू सोड्नुपट्टि लागेँ र ढिलै नगरिकन ड्याङ्की ड्याङ आमा यतापट्टि गर्दै थियो भने म एकपट्टि गर्दै थिएँ। र सानासिनिक गरिसकेर चाहिँ अब यसको काम पनि भयो, मेरो चाहिँ फाइनली काम सक्यो भनेर म चाहिँ खाजा खानुपट्टि लागेँ। र खाजा खाएर चाहिँ आज चाहिँ हाम्रो क्रिकेट म्याच छ अरे कासिममा भनेर चाहिँ यही ठाउँ अन्धकार भइरहेको। त्यसपछि हामी पनि ढिलै नगरिकन कासिमतर्फ लाग्यो र हाम्रो टिमहरू चाहिँ अघि पुगेर पनि वार्मअप गर्दै थियो क्रिकेटको लागि। र म्याच चाहिँ आज फर्स्ट बल चाहिँ हाम्रो टिमले गरेको थियो भने ओपोनेन्टले चाहिँ ब्याटिङ गरेको थियो र राम्रै भइरहेको थियो, क्याचहरू पनि राम्रो गरिरहेको थियो दाहरूले। र वेल प्लेड भन्दै म चाहिँ यहाँ कमेन्टहरू गर्दै थिएँ हो हामी सबैजना बसेर। र ओपोनेन्टले टार्गेट राखे साथ चाहिँ हाम्रो दाहरू पनि झरिसकेको थियो फिल्डमा र ब्याटिङहरू पनि कसैले राम्रो गर्दै थियो भने कसैको अब त्यस्तै हुन्छ, इट्स अ गेम। तर हामी चाहिँ हार्यो आज, ठिकै छ वेल प्लेड भन्दै हामी चाहिँ निस्क्यो त्यहाँबाट। र दाहरू भेटेर चाहिँ एकैचोटि चाहिँ हाम्रो प्लानिङ भयो घुम्नु जाने त्यही माथि कासिमको। र कासिमको बाटो चाहिँ एकदमै बबाल छ र यो रोड चाहिँ तपाईँहरूको 12 नम्बरहरू पनि पुग्छ र त्यही हो दामी छ रोड चाहिँ, तपाईँहरू पनि भिजिट गर्नु सक्नुहुन्छ यो बाटो। र त्यति भन्दै हामी पनि फोटोसोटो खिचेर चाहिँ घरतिर लाग्यौँ। र तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्छ आजको, र त्यति नै थियो आजको भ्लग। होप यु गाइस लाइक इट, सी यु इन नेक्स्ट भ्लग, बाई।